Hi! Welcome back to Vipana Sony. No, wrong. समझ रहे हो समझ रहे हो समझ रहे हो ना Vipana Sony it is Live is ready. 1, 2, 3, go. Hi! Welcome back to Vinu Sony blog. बिनु सोनी युट्युब च्यानल मैले मेरो यो च्यानलमा चाहिँ डान्सिङ भिडियोहरू चाहिँ हालिरहेको थिएँ तर फर्स्ट टाइम चाहिँ यसरी चाहिँ अब साथीहरू यसरी बसेर अनि के खाँदै रमाइलो गरौँ न त यो मोमेन्टलाई चाहिँ क्याप्चर गरौँ भनेर चाहिँ यो भ्लग बनाउँदैछु आई होप हजुरहरूलाई मनपर्ने छ लाइक कमेन्ट अनि च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला होइन अनि त्यही हो आज चाहिँ हामी कति पछि चाहिँ भेटेर अनि खाँदैछौँ होइन आज चाहिँ हाम्रो खानेकुरामा छ करेन्ट नुडल्स त्यसपछि भुजिया यहाँ हेर्नुहोस् चिजबल चाहिँ हाम्रो भिडियो सुरु हुनुभन्दा अगाडि नै खाएर सकिसक्यो एक अनि करेन्ट कुरकुरे ल अब आजको गेम चाहिँ हाम्रो टक्क अरू बेलाको जस्तै हो 1 2 3 गर्ने गेम खेल्ने 1 2 3 गर्ने हैन अब त्यो अब तपाईहरुलाई पनि थाहा होला हैन गेमको रुल्स त 1 2 3 भनेपछि त बुझिसक्नु भयो होला पक्कै पनि अनि त्यसमा हाम्रो किनभने हाम्रो दौडिनी छैन नि त हैन हाम्रो त भाग्नु पनि ठाउँ त छैन अनि त्यही भएर चाहिँ हामीले जसले जित्छ उसले चाहिँ दुई जनालाई हँसाउने उनीहरु हाँसेन भने चाहिँ मतलब हाँस्यो भने चाहिँ खान पाउने हाँसेन भने चाहिँ खान नपाउने है गेमको रुल चाहिँ त्यो छ है ल ओके ल अब चाहिँ हामी के स्टार्ट गर्छौं नि त अब स्टार्ट गर्ने हो ल स्टार्ट गरौँ न त ल स्टार्ट है गेम ल 1 2 3 गो अब तैले हामीलाई हँस्नु पर्ने हँसाउनु पर्यो ओइ फर्स्टमै म त हाँसिहाल्छु पछि ल नजाइ नहँसाइ भनेर चाहिँ हँसाउनु पर्यो नि रेडी अब है त रेडी 1 2 म त हाँस उठिहाल्छु रेडी 1 काम 2 3 गो बिनु के खाएको बिनु के खाएको बिनु तिमीले यसरी हेर त आम्मामा यस्तो जिरो फिगरको मान्छेले हेर त काकी ल अब के गर्ने हो रेडी 1 2 3 4 ल फेरि 1 यही बेलामा फेरि भाइले कल गर्यो 1 2 3 गो मैला म त आज खाइरहन्छु सन्जय हुनुहुन्छ हामी त के छौँ होइन खाइरहेछौँ हामीलाई हाँसुराउनु पर्यो नि त तिमी आफै हाँसेर भएन नि त होइन यस्तो जिरो फिगर भएको मान्छे अनि म त 24 स्लिम 24 अनि कमला हजुर ओइ मुखको रियाक्सन पनि दिन पाउँदैन भयो के पाउँदैन है मुखको रियाक्सन यतिको हुनु पर्यो नर्मल ल म त यतिको यसो हेर्दा त खानदानी जस्तै देखिन्छ छौँ हामी खानदानी हाँसै ल स्टप है हाँस त्यो सकेपछि स्टप यो त निल्नु त पर्यो नि त होइन ल असाडीले भन्दा बेसी यसले हँसाउँछ मैले के कुरा भन्ने हँसाउनु आइरह्यो ल 1 2 3 4 फेरि सिधा गरिहाल्नु कि 1 2 3 4
1 2 3 4 ल मैले हँसिटाउने खाना स्टार्ट गरिहालौँ न सिरियस हुनु पर्यो मलाई फर्स्ट हाँसे यो खानु पाइन ल 3 2 1 गो कमला हो तिमीलाई मेरो बर्थडेको दिन याद आउँदैन त्यो के बर्थडेको दिनमा केक काट तिमीहरू मलाई केक सरप्राइज लिएर आइदिएको थियो बाँधेर अनि पछि एकछिन पछि हाम्रो एउटा दुर्घटना भएको थियो नि त्यसपछि तिम्रो कस्तो भएको थियो हाँस्यो नि यसले त तर होइन नि तिम्रो त्यस्तो भएको थिएन यसरी एक्कासी गरेर हाँस्नु यस्तो हो क्या कमला तिमी त त्यो दिनमा एक्कासी हनुमान भएको थियौ नि मुख सुनेर ल स्टप ल 1 2 3 गो ल 1 2 3 गो ल ल के छ भने हाँसाउनु मजाले सोच्छु कि युङ स्टार्ट ल अब रेडी तपाईँ रेडी भयो ल अब रेडी ल तर कस्तो मलाई हँसाउने कुरा के पनि नआएको किन है डिप्रेसन दिमागमा करेन्टले फेरो भएर होला म हालेँ त्यतिकै हाँसेँ तिमीहरू हाँसिहाल्यो ल फेरि गर 1 2 3 गो ए कस्तो स्लो भएको रहेछ 1 2 3 गो 1 2 3 गो मुझे कैसे भी करके निकाल मेरे भाई, मैं फंस गया हूँ यहाँ। ल है त ल है अभी कमला हो अनि अस्तिको दिन याद गरौँ हामी घुम्न गएको बेलामा हामी के गरिरहेको थियौँ त्यतिखेर टिकटक बनाइरहेको थियौँ कुछ शर्म आया है? त्यसपछि मेरो त्यहाँनिर के लस भयो चप्पल 150 रुपियाँको चप्पल त्यहाँ गयो झट्टारो हानेर कसलाई फादरलाई तिमी के गरिरहेको थियौ टिकटक भिडियो बनाइदिइरहेको थिएँ पछि हामी कसरी आयौँ समझ रहे हो ना? Come on. हँसाउनु चाहिँ त्यो फेसियल एक्सप्रेसन चेन्ज भयो ल यो मलाई गेम 1 2 3 गो मुझे कैसे भी करके निकाल मेरे भाई, मैं फंस गया हूँ यहाँ। अब मलाई त्यो देऊ न अनि तिमीले खाना खाइसकेपछि मलाई त खानु मन लाग्यो तर म एकचोटि आफै गरिदिन्छु माथिको तयार गर्छु म 1 2 3 गो 1 2 3 गो ल आहा ल सुरु भएको हो यो गेममा जिरी भयो सुरु भएको हो तिमीलाई हँसाउनुभन्दा अगाडि मलाई नि यहाँ पिरो भन मलाई खाना पाउँछ कि पाउँदैन भने एक बुझ्दो कोक एक घुटको खाना पाउँदैन पबी अनि के छ त पबी अनि यसले के अरे हामी त्यो दिन जान त गयौँ निर्बाराई अनि जतिखेर म भिडियो बनाउँछु विपना त यसो घुप्टो परेको कम्मर मात्रै आउँछ घुप्टो परेको कम्मर मात्रै आउँछ भिडियो बनाइदिइरहन्छु विपना त छैन कहाँ गयो बाँदर दपाएको दपाई चप्पल हराई अब कसरी हँसाउने पबीले के हो
देऊ न अनि त्यतिकै हाँस्छन् कि जो पनि होइन मैले एउटा कुरा सम्झेँ समझ रहे हो समझ रहे हो समझ रहे हो ना ए अब कस्तो पालो अब गेम खेल्ने के खाइरहेको छ साथी तिमी चाहिँ वेस्टर्न गेम हुन्छ ल 1 2 3 4 1 2 3 आज म गर नि तिमीले झेली गर्छौ के हो अबे जिस दिन से मिली है उस दिन तक झूठ पे झूठ बोलती जा रही है शक्ल देखो कितनी भोली है लेकिन अंदर से लोमड़ी है गेम हुन्छ 1 2 3 4 1 2 3 4 ल स्टार्ट कमला हजुर आफै खाइरहेको छ तिमी वाचो नि उता आफै खाइरहेको छ हेर न पमी हामीलाई फोन आफै खाइरहेको कमला भन्दा आफै खाइरहेको छ कमला हजुर अनि तिमी गोरे भन न गोरे कमला अनि तिम्रो कमला तिम्रो तिमी फर्स्ट डेटिङ जाँदा के इन्सिडेन्ट भएको थियो मलाई फेरि एउटा कुरा याद आयो भनौँ के कुरा भन न कुन पमी स्याड रुड होइन अनि त्यसपछि एकदम फ्रेन्डली होइन कमला तिमीले पाल्यो कमला तिमीले पाल्यो सिरियस भएर कमला तिमीले पाल्यौ कमला तिमीले पाल्यौ कमला तिमीले पाल्यौ कमला तिमीले पाल्यौ छैन पाल्यौ भन्यो याले भनेको फाइदा बेला मेरो छ आमा भन्छे बिनु तिमीले भर्खरै पुस ठुस्कायो जिस दिन से मिली है उस दिन तक झूठ पे झूठ बोलती जा रही है शक्ल देखो कितनी भोली है लेकिन अंदर से लोमड़ी है यो चाहिँ अति भयो है नो 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 यसमा चाहिँ टु गरेर हाल्नु कुन कुन एउटा हामी हाँस्नु सँगसँगै हामीलाई हेर्ने अडियन्स पनि हाँस्नु पर्यो नि त हो कि होइन हाँस्नुपर्छ हाँस्छौँ हँसाउँछौँ ल हामीले ठिक होइन छ हामी त हाँसिरहेछौँ होइन अडियन्सहरू हजुरहरूले पाल्नु भयो मलाई थाहा छ हजुरहरू सुन्न बित्तिकै मुसु मुसु हाँसिराख्नु भएको छ यस यु आर राइट के गर्ने त अब नानीले अब खाइहाल्यो अब अब हामी एकअर्काको बारेमा राम्रो भन्नु किन हाँस्ने उयो गर्ने राम्रो नराम्रो म भन्छु तिम्रो बारेमा फर्स्टमा मेरो ओके छ त तिमी मनको एकदमै धेरै धनी छौ होइन अनि रुवाउँछौ कि के हो तिमी धेरै बुझिटेर जान्छ त्यहाँ पुग्ला ऊ एकदम धेरै हेल्पफुल छ अनि अर्को कुरा चाहिँ उसले चाहिँ अरू चाहिँ मलाई थाहा भएन तर मसँगको कनेक्सन चाहिँ अर्कै टाइपको छ कि साथीभन्दा माथि अनि माथिमा पनि कस्तो टाइपको भने जस्तो कि हामी एउटै कोखबाट जन्मेको टाइपको होइन मैले हरेक कुरा चाहिँ मजाले खुलेर भन्न सक्ने कि केही पनि कुरा हुन्छ नि त कोहीसँग त भन्न हिचकिचाउने त्यस्तो हुन्छ नि तर उसँग चाहिँ मलाई त्यो कुरा कहिले पनि हुँदैन सबै कुरा मैले भन्न सक्छु र यो फिल भएर कि उसले मलाई जज गर्दैन राम्रो कुरा चाहिँ नराम्रो कुरा चाहिँ एकचोटि यो मान्छे रिसायो भने होइन एकजना मान्छेसँग रिसायो भने अब सपोज मसँग रिसाएर छैन उसँग पनि उसको काले अनुहार हुन्छ उसँग पनि काले अनुहार हुन्छ पुरै मुडै अफ हुन्छ क्या त्यस्तो हुन्छ कि उसको नराम्रो चाहिँ ल मैले भनिदिएँ धन्यवाद अब तिम्रो भन्छ है त ल अभिप्राय एकदमै ज्ञानी छिन् वाउ अनि
अनुहार निल्छ अनि भन्छु है। एकदमै फ्रेन्डली, ज्ञानी अनि डान्स चाहिँ एकदम राम्रो गर्ने। म चाहिँ उसको डान्सको चाहिँ फ्यान हो। तर उहाँ एकदम मनको धनी। मनको धानी। कति राम्रो स्वभाव छ तपाईँहरूलाई त थाहा नै होला। कुनै दिन हाम्रो ब्लग हेर्नु भएको छ भने मिनी ब्लग पनि ल्याउन सक्छौँ हामी, हेर्दै बस्नु होला। उहाँ एकदम ज्ञानी, एकदम राम्रो, भन्नाले तारिफ गरेको होइन, फेरि एकदम मन सही कुरा हो। सही कुरा हो। सही पक्रे हे। आधी हिँड्ने भयो क्या। अनि एकदम सबैलाई सम्मान गरेर बोल्ने। कुनै दिन भेट हुनेछ भने उहाँलाई चिन्न सक्नुहुन्छ हजुरहरूले। मलाई एकदम माया गर्नुहुन्छ। एउटा भनेर 1 दर्जन हुन लागेन र? त्यही त म पनि त्यही सोचिरहेको छु, मलाई यति धेरै गुण छ र। उहाँको मैले गुण भएर भनिरहेको हेर्नु, मक्क पाराले भने हो क्या। त्यस्तो चाहिँ हुँदैन के। ल अब उहाँ दिदीको त कुरै नगरौँ। आमा उहाँ दालबाट खुसीले नाकबाट निस्किन सक्छ यो दालबाट। उहाँ कस्तो मलाई भन्न दिन्न। उहाँलाई चिनेको 2 दिन पनि भएको छैन। कति माया गर्नुहुन्छ त्यो हजुरहरूले कुरै नगर्नुहोस्। ताली साँच्ची पागलले भन्छ। म भन्छु पविको बारेमा। ऊ चाहिँ एकदमै ज्ञानी मान्छे, सानो उमेरमा पनि एकदम रेस्पोन्सिबल मान्छे हो। ऊ केही पनि कुरामा पछि हट्दैन, जे पनि कुरामा चाहिँ अघि सर्छ होइन। त्यो कुरा चाहिँ एकदमै राम्रो लाग्छ। नराम्रो कुरा चाहिँ जङ्क फुड धेरै खान्छ, खाना धेरै खाँदैन। त्यही भएर हामीसँगै खाइरहेको नि सबैजना। म त त्यति धेरै जङ्क फुड खाने मान्छे होइन नि। म पनि त्यति खाँदिनँ। नाक मुनिको तलको यहाँ मात्रै हाल्छु। समझ रहे हो ना? अब हाम्रो सक्यो र। हाम्रो त यो त के भन्छ र, हाम्रो त गेम गन रङ, मुकबाङ गन रङ होइन, यस्तो टाइपको भयो नि त। नि हाम्रो त के हो यो? अब फर्स्ट टाइम यस्तै हो। फर्स्ट टाइम गल्ती सोचेर माफ गरिदिनु होला। हेर्ने मान्छेहरूलाई चाहिँ म बिन्ती गर्दछु। 2 शब्दमा पुरै सिरियस भयो। हामी चाहिँ यतिमा हाम्रो अब भ्लग हामी यहीँ इन्ड गर्छौँ। हाम्रो हेर्दै गर्नु होला। कस्तो लाग्छ लाइक कमेन्ट सेयर गरिदिनु होला। यही हो, हामी रमाइलो भिडियो लिएर आउँछौँ। भेटौँ भने चाहिँ हाम्रो मुड चल्यो भने फेरि, त्यतिकै चाहिँ होइन। मेरो मुड चाहिँ चल्नुपर्छ, नभए चाहिँ भ्युजहरू बढ्यो भने पनि हामी आउन सक्छौँ। भ्युवर्सहरूले माया गरिदिनु भयो भने, माया गरिदिनु। अनि त्यसपछि अलि आउनेहरूले चाहिँ अब यहाँ यस्तो गर्नुभएको भए हुन्थ्यो, यहाँ यस्तो गर्नुभएको भए हुन्थ्यो भनेर हामीलाई सिकाइदिनु होला। किनभने हामी भर्खर स्टार्ट गर्दैछौँ, हामीलाई त्यति थाहा छैन। हामी भर्खर सिक्ने फेजमा छौँ। हजुरहरूको हेल्प पनि हामीलाई चाहिन्छ। थ्याङ्क यू। प्रोफेसनल भएर बोल्ने। ल बाई सबैजनाले बाई।